अब हाम्रो चाहिँ होइन वार्मअपको लागि चाहिँ हामी सुरु हुँदैछौँ होइन। यो गीत चाहिँ बन्द गरिदिउँ है, गीत चाहिँ बन्द गरिदिउँ होइन। अब चाहिँ हाम्रो त्यो म्याराथनको लागि चाहिँ वी आर ट्राइन होइन प्रिपेयर। त्यसको लागि चाहिँ हामी आज चाहिँ अब रिभर लेगेसीमा आइसकेको छौँ होइन। म र गौरवसम्म आज चाहिँ गौरव चाहिँ गाडीमा त्यहाँ कुरा गर्दैछ एकछिन होइन। अब चाहिँ अब यसो वार्मअप समअप गरेर रेडी हुनुपर्छ। ल गाइज अब कति माइल हुन्छ गौरव पनि आयो होइन। हामी आज हाम्रो टार्गेट चाहिँ 4 माइल हुन्छ होइन। तर अब हेरौँ बाटो कतिसम्म छ भन्ने कुरा। बाटो नपुग्नु सक्छ क्या, बाटो जाने हामी भित्र यहाँबाट पुगेर तिम्रो चाहिँ पुल पारी पुगेर रिभर लेगेसी उतातिर भिडियनमा भ्याएर अनि उतापट्टि पुगेर अनि फर्किँदाखेरि मेबी बढी नै हुन्छ, 6-7 माइल हुन्छ, 5 माइल हुन्छ एकैछिन। अब चाहिँ हाम्रो होइन घडी नै सुरु भयो होइन। टक्क एप्पल वाचमा चाहिँ ट्र्याक गरेर टक्क अब आज चाहिँ हाम्रो टार्गेट चाहिँ 4 माइल होइन। 4 माइल चाहिँ गर्ने हाम्रो प्लान छ। यसको लागि चाहिँ अब होइन एप्पल वाच छ, गोप्रो छ होइन, पछाडि वाटर ब्याकप्याक छ होइन। अब यो चाहिँ हाम्रो रिभर लेगेसी होइन। यो चाहिँ अब नर्थ र आई थिङ्क इस्ट दुईवटा छ होइन। यहाँ बाटो पारेर बाटोबारी छ, हामी चाहिँ यतापट्टि बाटोबारी होइन। अलिकति यो पपुलर पार्क आएको छौँ। यो चाहिँ अब यहाँको वरिपरिको मध्ये सबभन्दा राम्रो पार्क भनौँ होइन। अनि यसमा चाहिँ कुद्न आइएको छ होइन। अब चाहिँ कुद्नुपर्छ जस्तो छ। के छ गौरव, रेडी भयो भन है? अब रेडी हो ल। स्ट्रेचिङ हान्नु पऱ्यो। कति माइल हाल्नु? आज लगभग 4 माइल चाहिँ गरिन्छ। हाम्रो फर्स्ट रन 6 माइल कति हो। आज वेदरले पनि साथ दिएको छ होइन। आजको वेदर चाहिँ कति छ भन्दाखेरि वेदर चाहिँ अपडेट दिइहाल्नुपर्छ कतिमा कुद्या भनेर होइन। आजको वेदर चाहिँ कति छ भन्दाखेरि म हेरिहाल्छु है त। मेरो वेदर चाहिँ आज 78 पर्फेक्ट हो गाइज है। यो चाहिँ टेक्सास बासिन्दालाई चाहिँ, टेक्सासमा बसेको मान्छेलाई 78 भनेको त यो सानोतिनो दसैँ आएको हो। यो कति स्पिडमा कुद्यो? अब यति नै हो। हामी सुरुमा पनि यति नै कुदेको होइन, म्याराथनमा पनि यति नै कुदेको थियो क्या अरे। बिस्तारै बिस्तारै पेस इन्क्रिज गर्नुपर्छ। किन भन्दाखेरि अब हामीसँगै कुदेको अब रनर्सहरूले अब 6 माइल हामीले 1 घन्टा 17 मिनटमा भ्यायौँ भने तिनीहरूले कति मिनटमा भ्यायो अरे? फर्स्टले 34 मा भ्यायो। अनि आधै भ्याइदियो। ओ माई गड होइन। तर यसलाई चाहिँ अब कन्सिस्टेन्सी चाहिँ गर्नु पऱ्यो, कन्सिस्टेन्सी दिनु पऱ्यो फर स्योर। 34 मा नभए पनि अब हाम्रो अर्को टार्गेट भनेको चाहिँ 6 माइल चाहिँ कमसेकम हामीले 1 घन्टामा भ्याउनु पऱ्यो क्या होइन। बुझेनौ? अर्को त्यो म्याराथनमा चाहिँ ट्र्याक गर्ने क्या। 6 माइल चाहिँ हामीले 1 घन्टामा चाहिँ भ्याउनु पऱ्यो क्या। 6 माइल 1 घन्टामा 2 घन्टामा 2 घन्टा 2 घन्टामा चाहिँ भ्याउनुपर्छ। माइल ट्र्याक भइरहेको फोनमा मजाले ट्र्याक भइरहेछ। 0.2 माइल फुल चार्ज हानेर आएको छु। अब सधैँ एप्पल वाचको चाहिँ मलाई मन नपर्ने भनेको यही हो। अब यो चार्ज गरेन भने चाहिँ टिक्दैन होइन। कि त नयाँ लिनु पऱ्यो। नयाँ चाहिँ 2-3 दिनको लागि टिक्छ अरे होइन। अब हाम्रो हल्का पुरानो भयो। यो 24 भन्दा चाहिँ सक्दैन धेरै।
एउटा एप डाउनलोड गर्नु पऱ्यो अथवा यस्तो एप हुन्छ कि मलाई मेरो स्पिड कति छ होइन थाहा दिनलाई क्या ए त्यसले ट्र्याक गर्दैन र एप्पलले स्पिड गर्छ र कति छ भनेर एभरेज पेस चाहिँ भनेको छ हो एभरेज पेसै यो 14 अनि 14 छ अनि 24 चाहिँ के हो त यो अब ए हो र त्यो फिटबिटमा चाहिँ रनिङ उ गऱ्यो होइन 25 रुपियाँ पर्छ त्यहाँ डिफ्रेन्ट टाइप गर्नु पर्यो हुन्छ कि एक्सर्साइजमा तिमीले रनिङ क्लिक गऱ्यो भने तिम्रो पेस पर माइल हार्ट रेट त्यो दौडा चाहिने हार्ट रेट तैँले दिएको छ 133 दिएको छ होइन तर अब दौडिँदा चाहिने स्टार्टहरू सबै दिन्छ त्यसले फिटबिटमा चाहिँ भने एप्पल वाचमा पनि हुन्छ होला मैले थाहा नपाएको हो कि क्या तिमीले रनिङ गेममा राखेर आउटडोर नि त आउटडोर नै राखेँ मैले यो त्यो साइक्लिङको लागि राम्रो छ नि यो ट्रेल साइक्लिङमा आउँदाखेरि म बसेकोबाट यहाँ ठ्याक्कै आउँदाखेरि 20 मिनट लाग्छ मलाई साइकलमा अनि अर्को आधी घन्टा चाहिँ पुल पारिसम्म गएर आउँदाखेरि ठिकै हुन्छ पुलबाट चाहिँ बाटो पारि गऱ्यौँ भिडियन पुगिन्छ होइन भिडियन भनेको चाहिँ गाइस यहाँको अब अफ द मोस्ट पपुलर प्लेस अब के भन्ने अब अलिकति भिआइपी एरिया भनौँ न होइन त्यतिखेरको रियल इस्टेटहरू चाहिँ बुमिङ वान अफ द बुमिङ ठाउँ बुमिङ हो होइन अनि नेपालीको बस्ती पनि लाइक राम्रै छ कम्पेरिटिभली अरू एरियामा भन्दाखेरि यहाँ पपुलेसन नेपालीको राम्रै छ लगायत 0.5 माइल भइसक्यो अनि तीबाट भनेपछि त लाइक 5 माइलै गरिन्छ कि आज बढी गरिन्छ फर्किन्छौँ पनि त भने 2.5 सम्म चाहिँ पुग्नु पऱ्यो अनि जहाँ 2.5 हुन्छ त्यहाँ चाहिँ टक्कै स्टप गर्नु पऱ्यो भनेपछि हो होइन त्यो केटी अलिक कुदेछ नि त्यो चाहिँ पेस हुनु पऱ्यो क्या त्यो एक्चुअल रनरहरूको चाहिँ म्याराथनको रनरहरूको चाहिँ अलिक त्यो प्रोहरूको चाहिँ त्यतिको पेस चाहिँ हुन्छ है वार्निङ पनि दिएको छ होइन जहिले पनि त्यो रोडहरूमा छ भनेर यस्तो मैले साइकल कुदाउँदा वार्निङ पनि देखेको थिएँ क्या यसो तिमी साइकल कुदाएर राखेर यसो भने होइन तिमीले चाहिँ अब पेडेस्ट्रियनहरूलाई रनर्सहरूलाई चाहिँ भन्नुपर्छ अरे क्या अन यो लेफ्ट साइड भनेर क्या अन यो लेफ्ट आइम पासिङ अन यो लेफ्ट भन्नुपर्छ भन्दै थियो क्या त्यही भएर म त्यो पहिला साइक्लिङ त्यो चलाउन जाँदाखेरि त्यहाँ दाइहरूले म भन्थेँ कि अन यो लेफ्ट आइम अन यो लेफ्ट भन्थेँ चलाउँछन् गाई चाहिँ नि नेपालमा पनि मलाई चलाउन मन लागेको हो यो चाहिँ तर आँट चाहिँ आएन यसको नाम चाहिँ के हो यो रोलर ब्लेड अनि यो स्पोर्ट योको नामै रोलर ब्लेड भने त आइस स्केटिङ आइसमा गरि नै भयो आइस स्केटिङ भन्ने अब यसलाई त समथिङ रोल स्केटिङ भन्नुपर्ने हो नि त खासमा त